गाइज वेलकम टु माई फेरि न्यू भिडियो होइन फेरि न्यू भिडियो ल्याएर आएको छु। मैले चाहिँ वाइल लुप युज गरेर होइन युजरदेखि एउटा इनपुट लगाएको छु। त्यसलाई पिरियड काउन्ट डाउन गराएको छु कि होइन 0 सम्मलाई। अब कोडिङ हेर्नुहुन्छ इन्ट्रो लगाएको छु मैले, जुनसुकै हेरेर जुनसुकै लगाउन पाइन्छ भेरिएबल। अनि इन्ट्रो यो इन्टिजर हो होइन, थाहा छ तपाईँलाई। मैले इनपुट लगाएँ, इनपुटमा चाहिँ फङ्सन जे पनि हुनसक्छ होइन। अनि त्यसपछि मैले इन्टरप्ट काउन्ट डाउन नम्बर राखेँ होइन। वाइल लुप भनेको छ नि त, मैले यहाँ फर्स्टमै क्वेसनमै वाइल लुप छ नि त, हो मैले वाइल लुप युज गरेँ। वाइल लुप इन्ट्रो मैले चाहिँ काउन्ट डाउन गर्ने भएको कारणले यो दुइटा सिम्बल युज गरेको होइन। काउन्ट डाउन जब 0सम्म मात्रै भनेको छ क्या, 0सम्म नेगेटिभ भनेको मैले यहाँनिर माइनस राखिदिन्थेँ होइन। माइनस जतिसम्म राखेँ त्यति जानु पाइन्थ्यो। काउन्ट डाउन नेगेटिभ भनेको कारणले मैले नेगेटिभ राखेँ। अनि प्रिन्ट इन्ट्रो गरेँ। अनि प्रिन्ट इन्ट्रो गरेपछि अब मैले इन्ट्रो गरेपछि त यति यो मात्रै, जुन मैले यहाँनिर त्यही मात्रै प्रिन्ट हुन्थ्यो। मैले काउन्ट डाउन हुनेछ नि त, यहाँनिर क्वेसनले भनेछ नि त, यो काउन्ट डाउन कहाँसम्म फ्रम युजर टु 0। मैले काउन्ट डाउन जब मैले इन्टर गर्छु त्यो भ्यालुदेखि 0सम्म काउन्ट डाउन गर भनेको छ क्या। उल्टी काउन्ट गर्ने क्या, जस्तै तेरो उल्टा दिन आयो भन्छ नि त, हो त्यस्तो काउन्ट डाउन हो क्या। काउन्ट डाउन गरेर मैले काउन्ट डाउन गरेर इन्ट्रो माइनस इक्वल्स टु 1, अथवा मैले यहाँनिर काउन्ट डाउन इन्ट्रो गरेर इक्वल्स टु इन्ट्रो माइनस 1 गर्दा पनि हुन्थ्यो होइन। इन्ट्रोदेखि इन्ट्रो माइनस गरेर चाहिँ 5 इन्टर गरेर 4 3 2 1 0सम्म आउनु भयो। जस्तै अब मैले यहाँनिर जस्तै रन गरायो भने के आउँछ भने चाहिँ, जस्तै अब यहाँ इन्टर नम्बर इन्टर मैले यो चाहिँ जे तपाईँले राख्यो त्यही आउने है। अब मैले यहाँनिर के गर्छु भने चाहिँ एउटा नम्बर 5 इनपुट गरेर होइन, 5 इनपुट गरेर जब इन्टर थिच्छु, इन्टर थिचेर चाहिँ आयो नि 5 4 3 2 1 0 0सम्म गएपछि लुप सकेको छ क्या। जस्तै मैले यहाँनिर अब के राख्थेँ भने चाहिँ, अब हेर्नु है, यो फालेर मैले यसको ठाउँमा चाहिँ माइनस के राख्थेँ त 5 राख्थेँ भने होइन, -5 राख्थेँ। अब इन्ट्रो गर्थेँ भने मैले अब यहाँनिर कोड यसलाई रन गराउँथेँ भने के हुन्छ भने चाहिँ हेर्नुहोस् है, मैले यहाँनिर गर्थेँ होइन, इन्टर नम्बर आउँछ होइन। मैले यहाँनिर 5 राखेको भए कहाँसम्म जान्थ्यो, -5सम्म के। 5देखि +5देखि -5सम्म जान्थ्यो क्या। यो देख्नुभयो, +5देखि -5सम्म हो, यसरी कोड जाने हो क्या। जस्तै मैले अब यहाँनिर किन यहाँनिर नेगेटिभ राखेको छैन चाहिँ, यहाँनिर अब मैले हेर्नु यहाँनिर के गर्छु, प्लस राखिदिन्छु एकचोटि, ल के हुन्छ भन्ने एउटा। तपाईँ हेर्नु यहाँनिर प्लस राखेँ के हुन्थ्यो, बढ्दै जान्थ्यो, बढ्ने। अब मैले यहाँनिर 5 राखेँ के हुन्थ्यो, यो इन्फाइनाइट लुप चलिरहेको छ। तपाईँ हेर्न सक्नुहुन्छ इन्फाइनाइट लुप यो चलिरहेको छ, यो इन्फाइनाइटसम्म। तर यो तबसम्म हुँदैन जबसम्म यसको भ्यालु इन्फाइनाइट के चलिरहेको छ यो नम्बर। तपाईँ थाहा होला चलिराख्ने यो नम्बर, जबसम्म मैले ब्रेक लाउँदिनँ है तबसम्म यो चलिरहेको छ। अब हेर्नु है, मैले यहाँनिर BREAK के ब्रेक लगाएँ नि त होइन। अब ब्रेक ब्रेक पोइन्ट भनेको छैन, मैले ब्रेक लगाएँ नि त। अब यो इन्फाइनाइटसम्म चलिराख्ने कि प्लस भएको कारण, माइनस भयो जहाँसम्म गयो त्यहीँसम्म एक्जिक्युट हुने होइन। यहाँनिर होइन, मैले अब इन्फाइनाइटसम्म चलाउनु भएको कारणले गरेँ। मैले पाइथन प्रोग्राम गर्छु हो, जस्तै मैले यहाँनिर 2 इनपुट दिएँ भने के हुन्छ, 2 नै ब्रेक भयो नि त। जहाँसम्म हो त्यहीँ गएर ब्रेक हुने हो क्या, यसको प्लस हो तर जहाँसम्म गयो त्यहीँसम्म ब्रेक भइहाल्छ क्या। मैले ब्रेक लगाइदिएको छु नि त, ब्रेक नलाएर 2 लगाएको भए यहाँनिर यति धेरै कोड आउँथ्यो कि। अझ तपाईँलाई थाहा छ इन्फाइनाइटसम्म चलिराख्ने क्या, प्लसले इन्फाइनाइट लुप चलाइराख्ने हो। जस्तै मैले अब यहाँनिर जस्तै कति राख्छु, माइनस राख्छु नि त, नेगेटिभ राख्यो भने चाहिँ अब हामीले एक्जिक्युट गर्दाखेरि होइन, माइनस डजन्ट म्याटर होइन। मैले अब एक्जिक्युट गराउनु पऱ्यो भने के हुन्छ भने चाहिँ यो चल्छ, लु चल्छ होइन। मैले इन्टर गरेँ, अब इन्टर 4 गरेँ, 5 गरेँ, 5मै ब्रेक भयो। किन, मैले यहाँनिर ब्रेक लगाएको छु। अब मैले ब्रेक हटाउँछु, सरी कन्ट्रोल जेड होइन। मैले अब यसलाई सिधै यहाँनिर ब्रेक हटाइदिन्छु। ब्रेक हटाउनु बित्तिकै के हुन्छ त भन्दा बित्तिकै होइन, तपाईँ हेर्न सक्नुहुन्छ ब्रेक हटाउनु बित्तिकै होइन हेर्न सक्नुहुन्छ यहाँनिर मैले ब्रेक हटाउनु बित्तिकै तब हाम्रो कोड के हुन्छ, +5 इन्टर गऱ्यो भने इन्टर द नम्बर भने त युजरबाट लिने हो नि त। मैले +5 गऱ्यो भने -5सम्म जानु पऱ्यो हो, 2 गऱ्यो भने -5सम्म जानु पऱ्यो क्या। ओ किन 1 1 भयो थाहा छ, मैले यहाँनिर कुनै पनि सिम्बल दिएको छैन, यति दिन्छु। अब मैले एक्जिक्युट गराउनु पऱ्यो भने सानो मिस्टेक हुन्छ, पाइथनमा सानो मिस्टेकले पनि धेरै बिगार्छ। गरेँ मैले यहाँनिर 2 इनपुट ल्याएँ भने नि गाइज होइन,
मैले होइन 2 इनपुट ल्यायो भने -5 सम्म जानै पर्छ क्या, त्योहरू गर्ने पनि मिस्टेक कोड है हो गयो नि 2 1 0 -1 -2 -3 किनकि मैले यहाँनिर एक्जिक्युट भनेको छु -5 सम्म जानुपर्छ वाइल लुपमा हो, त्यो भएको कारणले हो है। हेर्नु सक्नुहुन्छ आजको भिडियो चाहिँ यति नै अन्त्य गर्न चाहन्छु। कोड सानो भए पनि नलेजफुल हो होइन, मेसिन लर्निङतिरको लागि चाहिँ बेस्ट इम्पोर्टेन्ट हो, यस्तो कुराहरू सिक्नुपर्छ। र गाइस थ्याङ्क यू फर वाचिङ होइन, भिडियो हेरिदिनु होला अनि हेरिदिएको पनि धन्यवाद। हेर्दै हुनुहुन्छ भने नेपाली ब्रान्च अफ कोडिङ हो, हेर्न सक्नुहुन्छ पाइथनको फुल भिडियो छ होइन। अर्को नेक्स्ट भिडियोको लागि चाहिँ कमेन्ट पनि गरिदिनु होला कुन बनाउनु भनेर, त्यही अनुसारले म बनाइदिनेछु।